हर्क साम्पाङ र वीरेन्द्र जैरीको ब्याटल हेर्नुहोस् है। यो भिडियो स्क्रोल नगरिकन हेरिदिनु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, फलो, सब्सक्राइब सबै गरिदिनु होला है। मेरो इन्टरभ्यू लिन आउनु, मैले दिएको जवाफले तिम्रो पत्रकारिता सकिन्छ भन्नुभएको छ। एकपटक उहाँको कुरा छोटोमा सुनिहालौँ। यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यूबाट मेरो लिनु नि हो होइन, इन्टरभ्यू मेरो लिनु नि। कसले कति दिएर होइन, भरण पोषण के गरेर चाहिँ साथीले यस्तो गीत गाएको हो, साथीलाई म भन्न चाहन्छु एउटा इन्टरभ्यू मेरो लिनु होइन, इन्टरभ्यू मेरो लिनु। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु। एकचोटि इन्टरभ्यू लिनु न है, अफवाह नफैलाउनुहोस्। तपाईँलाई कति पैसा दियो, होइन कसले दियो त्यो भन्नु नि यहाँबाट। एउटा मेरो इन्टरभ्यू लिनु ओके, सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु। कति पैसा पाउनुहुन्छ यस्तो बोलेर एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ। त्यसको भोलिपल्टदेखि पत्रकारिता गर्नु तपाईँले गाह्रो हुन्छ। पहिलो कुरा त हामी कसैसँग पैसा लिएर कसैको विरोध वा समर्थन गर्दैनौँ। सिधा कुरा, जनतासँगले आर्थिक कारोबार गर्दैन। हाम्रो क्यूआर कोड पनि छैन। तपाईको विरोध गर्दा पैसा आउँछ भने हाम्रो विरोधमा तपाईका कार्यकर्ता पनि उत्रिएकै छन्। हाम्रो प्रश्न छ, हाम्रो विरोध गर्ने तपाईका समर्थकलाई चाहिँ तपाई कति पैसा बाँड्नुहुन्छ? इन्टरभ्यू लिन आउनु कि आउनु भनेर पनि उहाँले 5 पटक भन्नुभयो। सिधा कुरा जनतासँग भन्ने कार्यक्रमले खास अवस्था बाहेक सामान्यतया स्टुडियोमै बोलाएर कसैको पनि इन्टरभ्यू लिँदैन। न्युज 24 मा अन्तर्वार्ताकै कार्यक्रमहरू पनि छन्। टिमका साथीहरूले तपाईलाई फोन अवश्य गर्नुहोला। अब रह्यो कुरा तपाईको जवाफले पत्रकारिता सकिने, यसमा हामीलाई कुनै चिन्ता छैन। एउटा पत्रकार, एउटा सञ्चार माध्यम बन्द नै भए पनि फरक पर्दैन, अर्को खुल्छ। तर देश र जनताको भाग्य भविष्य बन्द हुन भएन। एउटा पत्रकार बिग्रे एउटा क्षेत्रमा अलिकति धक्का लाग्छ, तर एउटा दल, एउटा नेता बिग्रिँदा हजारौं निर्दोष नेपालीको बलि चढेको तपाई हाम्रो आँखा अगाडि नै छ। सोझा सिधा जनताले नेताको विश्वास गर्छन्। उनीहरूले भने बमोजिम मर्न र मार्न तयार हुन्छन्। अन्तिममा त्यस्तो डेडिकेसन भएका कार्यकर्ताको हालत के हुन्छ? अनि जनता भड्काउने नेताहरूको शान शौकत कस्तो भयो? यो कुरा हामीलाई जति तपाईलाई पनि थाहा नै होला। अध्यक्ष साम्पाङले संसदमा प्रश्नमाथि प्रश्न राख्नुहुन्छ, ठिकै छ, किनभने यो लोकतन्त्र हो। यसै कारण हामी पनि तपाईहरुमाथि अझै निर्मम, अझै घातक प्रश्न उठाउँछौं। यही कार्यक्रमका संस्थापक रवि लामिछानेले राजनीति सुरु गरेपछि उहाँलाई त हामीले बाँकी राखेका छैनौँ भने तपाईलाई मात्र कसरी आरक्षण दिन सक्छौं? रवि र बालेनबारे हामीले गरेको टिप्पणीको भिडियो तपाई स्वयंले फेसबुकमा शेयर पनि गर्नुभएको थियो। अहिले नामै बिर्सिनु भएछ। सारमा कुरा के हो भने हामीले प्रश्न उठायौं, तपाईले पास मार्क मात्रै भए पनि आउने प्रश्नहरू छानेर जवाब दिनुभयो। तैपनि दिनुभयो, ठिकै छ। अध्यक्षज्यूलाई हाम्रो फेरि पनि सुझाव र आग्रह छ, श्रम संस्कृति राष्ट्रिय दल हो भने यसका नेता कार्यकर्तामा पनि राष्ट्रिय चरित्र हुन आवश्यक छ। धर्म, जाति, क्षेत्रका कुरा गरेर दल बनाउन खोजियो भने त्यो दलदल बन्छ। दल